तँ जाँठाको पो इज्जत छैन, 2 पैसामा बिक्छ। हर्का साम्पाङ भनेको 2 पैसामा बिक्ने त्यस्तो नेता होइन क्या। तँ जाँठाहरूले हर्का साम्पाङ को भनेर बुझ्नको लागि त नि तेरो कति पुस्ता पछाडि मात्रै बुझ्छ। तैँले भनेको हर्का साम्पाङलाई जति पखाल जे गर होइन, हर्का साम्पाङ कहिले पखाल्नेवाला छैन। हर्का साम्पाङ भनेको मोती हो होइन। तँ जस्तो गोबरहरूलाई हर्का साम्पाङको बारेमा केही पनि थाहा छैन। जति पखाल्नु छ पखाल, जति पखाल्दा तेरो स्वास्नी छोराछोरीलाई खान पुग्ने भ्युजहरू बटुलेर पैसा अर्निङ गरेर तेरो छोराछोरीले पढा। जबसम्म हर्का साम्पाङ रहन्छ नि तेरो छोराछोरी र स्वास्नीको मुखमा मार पस्छ। नत्र भने यदि हर्का साम्पाङ थिएन भने तेरो स्वास्नी छोराछोरीको हालत के हुन्थ्यो? तेरो पत्रकारिताबाट त पैसा हुँदैन थियो। कन्टेन्ट चाहियो तँलाई। कन्टेन्ट भनेको त्यस्तै मान्छेहरूलाई पखालेर, जो देशको लागि चाहिँ सच्चा प्रेम गर्छ, जो देशभक्ति मान्छे छ, त्यसको लागि चाहिँ तैँले त्यस्तो मान्छेहरूलाई पखालेर तैँले कन्टेन्ट बनाउने हो। राम्रो गरिरहेको छस्। भोलिपछि तेरो छोराछोरीले पनि तेरो न्युजहरू पनि पछि निहाल्ला। तेरो पो गोबर दिमाग छ त। तेरो छोराछोरीले त्यस्तो नहोला। पछि तेरो छोराछोरीले पनि यसो निहाल्यो भने मेरो बाउले के पत्रकारिता गरेछ, पत्रकारिताको कानुन कस्तो रहेछ, मेरो बाउ कुन हदसम्म चाहिँ पत्रकारितामा गिरेछ भनेर तेरो पत्रकारिता यसो छोराछोरीले निहाल्यो भने अनि तेरो पत्रकारिता छर्लङ्ग देख्छ। अनि त्यतिखेर तेरो छोराछोरीले तेरो मुखमा मुति दिन्छ। बुझिस् जाँठा? जे पायो त्यही पत्रकारिता भनेर जे पायो त्यही समाचारहरू सम्प्रेषण गरेको छ। यस्ता पत्रकारलाई के भन्नुहुन्छ तपाईँहरू थाहा छ? हामी चाहिँ यस्तो पत्रकारलाई होइन, यस्ता पत्रकारलाई पशु पत्रकार र 2 कौडीको पत्रकार भनेको चाहिँ यस्तालाई भन्छौँ हामी।